बिछोडको करौटीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। बिछोडको करौटीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। एउटा बाटो परदेश, अर्को घर देश, परदेशी र घरदेशीको कहिले होला भेट, परदेशी र घरदेशीको कहिले होला भेट। हजुर, साँच्चै नै अब उहाँसँग भेट हुन सक्दैन, किनकि उहाँ यतिखेर यो संसार छोडेर जानु भइसकेको छ। म पनि धेरै उहाँको ठुलो फ्यान थियो र मेरो श्रीमती पनि ठुलो फ्यान रहेछ होइन। उहाँको मृत्यु भयो अरे भनेर सुन्दाखेरि मन भावुक मात्र होइन, एकदमै त्यो होइन होला जस्तो नपत्याउने खालको होइन, त्यो खालको महसुस भयो हामीलाई चाहिँ होइन। हामी पहिला पहिला उहाँको फिल्म हेर्थ्यो, गीतहरू सुन्थ्यो, त्यो फिल्मले यति रुवाएको थियो, यति रुवाएको थियो, म पनि त्यो रोएको थियो त्यो समयमा पनि। एक दिन भेट हुन्छ होला जस्तो चाहिँ लागेको थियो, मनमा त्यो सोच बोकेको थियो। तर उहाँसँग भेट्न नपाई उहाँ यो संसारबाटै बिदा हुनुभएछ। उहाँको आत्माले शान्ति पाओस्, हामी सबैको कामना छ। स्क्रिन टच मोबाइल पाउन अलिक गाह्रै हुन्थ्यो। हामीले सानो किबोर्ड मोबाइलमा मेमोरीमा भिडियोहरू पसलमा गएर हाल्न लगाएर मात्र हेर्न पाइन्थ्यो नि त हामीले, अहिलेको जस्तो सजिलो थिएन। आज उहाँको यस्तो खबर सुन्दा निकै मन भारी भएको छ।